आहा हेर्नु त साथीहरू यो हो नि त मौसम त बिहान बिहानको नारायण साथीहरू सबैजनालाई जुरुक्क उठे हेर्दा बाहिर मौसम यस्तो भएको रहेछ र पो 8 बजे मजाले निन्द्रा लाएर चाहिँ गरिमा पनि हुँदैन धेरै सुतेर हुँदैन काम हुँदैन जस्तो लाएर म चाहिँ उठेर चाहिँ पानी खान्छु खाली पेटमा र ओछ्यान सोछ्यान चाहिँ मिलाउनै पर्यो आफू सुतेको ओछ्यान त आफूले मिलाउनु पर्यो घरमा भए पो बुढीले मिलाइदिन्छ गाडीमा त बुढी नै छैन आफू एक्लै हो है आफ्नो ओछ्यान त आफूले मिलाउनु पर्छ ओछ्यान मिलाएर भएपछि चाहिँ म चाहिँ धारामा जान्छु मुख सुख धुनलाई हात खुट्टा धुनलाई चाहिँ गाडीमा आएर मुख पुसेर म चाहिँ भगवानलाई चाहिँ धुप बाल्छु धुप बालेर म चाहिँ चिया खान निस्किन्छु बाइक लिएर आफूलाई चिया नखाइकन दिनै सुरुवात भएको जस्तो त लाग्दैन एकदम चियाको भोग्यो र चिया खाएर आएपछि चाहिँ म चाहिँ मेरो गाडीको चाहिँ मोबिल हेर्छु गाडी स्टार्ट नगरिकन मोबिल पनि चेक गर्छु र गाडी लोडिङको लागि चाहिँ म गाडी ब्याक गरेर पोइन्टमा हालिदिन्छु केटाहरूले चाहिँ गाडी चाहिँ लोड गर्छ गाडी लोड हुन्छ भनेर मलाई काठमाडौँबाट सरासर बोलाएर चाहिँ मलाई चाहिँ स्क्यामै हालिदिन्छ गाडी नै लोड गरिदिएन र म आज चाहिँ गाडीमै सुत्नु पर्ने हुन्छ टिपमा चाहिँ गाडीमै सुतेर चाहिँ अब बिहान उठ्दा चाहिँ पानी परिरहेको थियो तपाईँलाई मैले देखाइहालेँ त अघि र म चाहिँ पानी भरेर गएँ त्यो गाडी लोड हुन्जेलसम्म चाहिँ म चाहिँ पानी भरेर गएँ पानी भएपछि चाहिँ यही दाइको बाइक गयो मैले चिया खाना लिएर गएँ उहाँ चाहिँ हाम्रो अपलेटर हुन्छ जेसिबीको पानी चाहिँ मैले दिदीलाई भर्न दिएँ दिदीलाई पानी भर्न लागेर चाहिँ म चाहिँ बिल बनाउन गएँ आफ्नो गाडीको लागि चाहिँ आफ्नो गाडी बिल चाहिँ मैले आफै बनाउँछु किनभने चाहिँ आज चाहिँ दाइ आउनु भएको थिएन साउजी आउनु नभएर चाहिँ मैले चाहिँ आफूले बिल बनाएको हो बिल बनाएपछि चाहिँ म चाहिँ मेरो गाडीको चाहिँ पाइपहरू खोल्न आउँछु किनभने अस्ति मैले गाडी धोएर चाहिँ मैले तिर्पालहरू खोलिसकेको थिएँ तिर्पालहरू खोलेपछि चाहिँ यो पाइप निकालेको थिएँ पाइप चाहिँ निकाल्नु पर्छ नत्र अगाडि तारहरू छुन्छ तारहरू अड्किन्छ तारहरू छुट्नु सक्छ हाम्रो असर चाहिँ माल नपुगेर चाहिँ टाढोबाट माल ल्याएर पल्टी गर्छ माल पल्टी गर्दाखेरि चाहिँ म चाहिँ हात खुट्टा धुन जान्छु किन तिर्पाल खोलेको थिएँ र खोलेर पुरै फोहोर भएको थियो हातहरू चाहिँ म चाहिँ टाउको साउको धोइदिए पारेर च्यानसन धोइदिए पारेर चाहिँ फर्किन्छु फर्किँदाखेरि चाहिँ गाडी लोड भइसकेको थियो र गाडी लोड गरेर भएपछि म चाहिँ आफ्नो गन्तव्यतिरलाई कस्तो लाग्यो हजुरलाई मेरो प्रतिक्रिया सबले सपोर्ट गरिदिनु होला माया गरिदिनु होला कमेन्ट सेयर सबै गरिदिनु होला हस्त धन्यवाद।